पल्टने जागिर यो थाहा छैन के हुने हो। तेरी म फेरि इङ्ग्लिस कडै हान्छु क्या कतिजनाले राम्रो सल्लाह दिनुभएको छ है, नराम्रो कसैले पनि दिनुभएको छैन। हेलो वेलकम टु तेरी हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ यहाँहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म गाउँकै एकदम सुन्दर वातावरण भएको ठाउँमा छु है। यहाँनिर चाहिँ म किन उपस्थित भएको छु भने तपाईहरुलाई चाहिँ मनोरञ्जन दिन र म आफै पनि फ्रेस हुनको निम्ति हैन, अब कति घरमा मात्रै बस्नु भनेर यहाँनिर आएको छु। देख्न सक्नुहुन्छ एकदम रमणीय ठाउँ छ। मलाई चाहिँ एकदम नेचर मन पर्ने भएकोले मैले धेरै भिडियो पनि भनेको छु है। आई लाइक सो ग्रीन इन्भाइरोमेन्ट। म फेरि इङ्ग्लिस कडै हान्छु क्या म आएर पनि गिटारहरू रेडी गरिसकेँ है। यो चाहिँ एकदम राम्रो छ है ठाउँ, हरियाली वातावरण भएको स्पोट जस्तो ठाउँ है। चारैतिर गोलाइलो वातावरणहरू छ। ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ है। जुन मैले अस्ति हालेको भिडियो चाहिँ सबैजनाले माया गरेर हेरिदिनु भयो है। कतिजनाले राम्रो सल्लाह दिनुभएको छ है, नराम्रो कसैले पनि दिनुभएको छैन। हार नखाऊ होइन, हुन्छ एक दिन भनेर दिनुभएको छ। त्यसको लागि सबैजनालाई, कमेन्ट गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र आज चाहिँ म गीत गाउने छु। म एक्लै छु यहाँ है, गाउँमा धेरै मान्छे छैन, अब त्यही पनि काममा व्यस्त छन्, त्यसैले एक्लै आएको छु म। एकदम सुनसान ठाउँ जस्तो है, झ्याउकिरी कराइरहेछ। गिटार चाहिँ यहाँ छ, काठमाडौँमा चाहिँ अर्कै छ गिटार है रुममा। म चाहिँ मुगलाना भन्ने गीत गाउन जाँदैछु। तपाईहरुले सुन्नुभएको गीत हो यो है, मुगलाना हेर जाँदैछु भने। लाउरे हुनलाई अब ढिलै भए तापनि गीत चाहिँ गाइदिउँ होइन। जस्ट गीत मात्रै हो। मलाई लाउरे सङहरू, देशको गीतहरू एकदम मनपर्ने भएकोले कतिसम्म आउँछ म गाउने छु है त।
आज चाहिँ म यही एउटा मात्रै गीत गाउँदछु किनकि रात परिसकेको छ है। म चाहिँ बेलुकाखेरि नै आऊ, मलाई चाहिँ बेलुका यसो यात्रा बाहिर निस्किन चाहिँ एकदम रमाइलो लाग्छ। त्यसै कारणले नि म एक्लै आएको। हुन्छ, हाम्रो भेट अर्को नेक्स्ट भिडियोमा है त। सबैजनाले हेरेर कमेन्ट गर्नु होला है, हेरेर फ्याट्ट नगइदिनु होला, किनकि तपाईँहरूको साथ सपोर्ट चाहिँ हामीलाई सधैँ चाहिन्छ। फर्स्ट धन्यवाद, थ्याङ्क यू फर वाचिङ माई भिडियो। सबैजनालाई धन्यवाद र अर्को अस्तिको भिडियोमा जस्तै यसलाई पनि माया गरिदिनु होला है। सबैजनालाई हृदयदेखि धेरै धेरै धन्यवाद। लाइक कमेन्ट अनि यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है त। सबैजनालाई धन्यवाद।